नमस्कार। दुग्धजन्य खानेकुराहरू नियमित खाने व्यक्तिहरूको लागि एउटा गुड न्युज छ। त्यो के हो भने अमेरिकन डायट्री गाइडलाइनले 2026 जनवरीमा जुन प्रकाशित भएको थियो, वर्षौंदेखि लो फ्याट डेरी प्रोडक्ट्स खानुपर्छ भनेर जुन मान्यता थियो त्यसलाई परिवर्तन गरेको छ। तर तपाईको मनमा एउटा प्रश्न पक्कै उठेको होला कि वर्षौंदेखि जुन बोसोयुक्त डेरी प्रोडक्ट्सहरू दुधजन्य खानेकुरामा सेचुरेटेड फ्याट बढी हुन्छ जसले मुटु रोगको जोखिम बढाउन सक्छ भन्ने जुन मान्यता थियो, अचानक यो कसरी चेन्ज भयो। त्यसैले आजको यो भिडियोमा म यो निर्देशिकामा आएको परिवर्तन पछाडिको वैज्ञानिक आधारहरू के रहेछ र हामी कति मात्रामा दुधजन्य खानेकुराहरू जस्तै दूध, दही, चिज, पनिर हामी कति खान सक्छौं सुरक्षित तरिकाले, कि जति पनि खान सकिन्छ र कस्तो व्यक्तिहरूले कुन रोगमा हामी बढी सचेत र केयरफुल हुनुपर्छ र विशेष गरेर हाम्रो एसियन पपुलेसनमा यो गाइडलाइनले कस्तो प्रभाव पार्छ त, किनभने हाम्रो दैनिकीमा दुधजन्य खानेकुराहरू नियमित हुन्छ र हामी कहाँ कोलेस्ट्रोलको समस्या, सुगरको समस्या, उच्च रक्तचापको समस्या पनि धेरै भएको कारणले म आफ्नो अनुभवबाट हामी के गर्ने यो 2026मा कृपया अन्तसम्म यो भिडियो हेर्नुहोला। नयाँ गाइडलाइनमा एउटा स्वस्थ व्यक्तिले दैनिक 3 पटक दुधजन्य खानेकुराहरू खानुपर्ने भनेको छ। अनि त्यो 1 कप जति दूध, 3/4 कपको दही र चिज पनि दैनिकी खानुपर्छ। र पहिला जुन झन्झट थियो, गाइडलाइन्सहरूले के भन्थ्यो भने बोसोजिक तर हटाऊ, फ्याट भएको कुराहरू सबै हटाइदेऊ र स्किम्ड मिल्क और लो फ्याट मिल्क और लो फ्याट दही खाने भनेको थियो। तर यसलाई यो गाइडलाइनले क्लियर भनिदिएको छ कि फ्याटको अब चिन्ता नगर्नुहोस्। तर यहाँ एउटा इम्पोर्टेन्ट कुरा फेरि के भन्दैछ भने टोटल सेचुरेटेड फ्याट 10% भन्दा बढी हुनु भएन, त्यो पनि फेरि बाउन्ड्री गरिदिएको छ। अर्थात् दुधजन्य खानेकुराहरू र मांसाहारी खानेकुराहरू र अरू ठाउँबाट पनि हामीले दैनिकी सेचुरेटेड फ्याट त पाइरहेका हुन्छौँ, त्यसको टोटल मात्रा 10% भन्दा बढी हुनु हुँदैन भनेको छ। यसले झन् दुविधा भयो। अब दूधबाटै हामीले धेरै फ्याट पायौँ भने फेरि अरू कुराहरू पनि खाइरहेछौँ भने यसले समस्या गर्न सक्छ कि भनेर अब विस्तारमा कुरा बुझौँ। सर्वप्रथम दूधको बारेमा कुरा गरौँ। दूध एउटा सर्वसुलभ, तुलनात्मक रूपमा सस्तो, हामी सबैको लागि उपयोगी र स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो। यसमा पर्याप्त क्यालोरी हुन्छ, प्रोटिन हुन्छ, भिटामिन्स, मिनरल्स, क्याल्सियम इत्यादि कुरा हुन्छ। हाम्रो इम्युनिटीलाई बढाउने क्षमता पनि दूधमा हुन्छ। तर दूधको प्रमुख बेफाइदा भनेको पाचनको लागि हो। एउटा ल्याक्टोज इन्टोलरेन्स भएका व्यक्तिहरूको लागि पाचनमा समस्या आउँछ, उनीहरूले खान गाह्रो हुन्छ। र अर्को एउटा यसको नकारात्मक पाटो भनेको सेचुरेटेड फ्याट बढी हुनु हो। सेचुरेटेड फ्याट बढी भएर धेरैको कोलेस्ट्रोल, ट्राइग्लिसराइड बढ्ने हुन्छ र मुटु रोगको जोखिम ल्याउँछ। अब रियलिटीमा के हो त, डे टु डे प्र्याक्टिसमा जब म पेसेन्ट हेर्छु अनि कोलेस्ट्रोलको समस्या दूधसँग लिङ्क देखिन्छ। त्यसैले दूधको नकारात्मक कुरालाई यदि हटाइयो भने त्यो एकदमै राम्रो हो। तर अहिले यो गाइडलाइनले दूधको बोसो त्यति हानिकारक छैन भन्यो। किन भन्यो त्यसको बारेमा अहिले चर्चा हुन बाँकी छ। त्यसै गरी दहीको कुरा गर्दाखेरि दहीमा पनि दूध जस्तै पोषण पदार्थहरू उपलब्ध छ, शरीरको लागि अत्यन्तै राम्रो। ल्याक्टोज इन्टोलरेन्सको समस्या पनि यसमा कम हुने, फ्याट पनि यसमा कम हुने र यसमा एउटा प्रोबायोटिकको कारणले पाचन र आन्द्रा र इम्युनिटीको लागि एकदमै राम्रो मानिएको छ। दूधभन्दा पनि मैले भन्दाखेरि दही चाहिँ स्वास्थ्यको लागि एकदमै राम्रो, जसलाई सजिलैसँग डाइजेसन हुन्छ, शरीरलाई सुट गर्छ। यसमा चाहिँ सेचुरेटेड फ्याटको कुरा गर्दा पनि अलिकति तुलनात्मक रूपमा सेफर मानिन्छ। त्यसै गरी चिज, घिउ जुन भन्नुहुन्छ दुधजन्य प्रोडक्ट्सहरू समष्टिगत
रूपमा यदि तपाईँ यो नेचुरल फ्याट खानुहुन्छ भने आजको दिनमा 2026मा नेचुरल फ्याट भन्दा आर्टिफिसियल फ्याट, प्रशोधित फ्याट नराम्रो भएको विभिन्न अनुसन्धानहरूले देखायो। अर्थात् तपाईँ आइसक्रिम खानुहुन्छ, दही खानुहुन्छ, वा दुध खानुहुन्छ, चिज खानुहुन्छ, घिउ खानुहुन्छ, तुलना गर्नुहोस्। केक खानुभयो एकतिर, अर्कोतिर यो कुराहरू खानुभयो, पेस्ट्रिज खानुभयो, फ्राइड आइटम्सहरू खानुभयो, अरू जे कुरा तपाईँ प्रशोधित खाइरहनु भएको छ आजको दिनमा, त्यसमा ट्रान्स फ्याट हुन्छ जुन स्वास्थ्यको लागि एकदमै हानिकारक मानिन्छ। र धेरैलाई थाहा नहोला यो कुराहरू, जस्तै कफीमा राखिने क्रिम भयो या बिस्कुटको बीचमा जुन क्रिमहरू हुन्छ त्यो साँच्चीकै दुधबाट बनाइएको हुँदैन। तपाईँ 5 स्टार होटलमा गएर देख्नुहुन्छ धेरै कुराहरू त्यो राम्रो देखिने, या यो फास्ट फुडको पसलहरूमा दुध जस्तै दुधबाट बनाइएको दही जस्तो देखिन्छ, तर त्यो आर्टिफिसियल हुन्छ, म्यानमेड हुन्छ, नेचुरल दुधबाट बनाइएको हुँदैन र त्यसमा चाहिँ स्वास्थ्यलाई बिगार्ने धेरै कुराहरू हुन्छ। त्यसैले जुन बेला यो पदार्थहरू खानामा दैनिकीमा हाम्रो थिएन, जस्तै यो फास्ट फुड आइटम्सहरू, त्यो बेला दुधकै फ्याट पनि नराम्रो भनेर मानियो तुलनात्मक रूपमा। तर अब जब हामी तुलना गर्छौँ दुध, दही, नेचुरल प्रोडक्ट्स र यो चाहिँ अननेचुरल, यो चाहिँ 10 गुना, 100 गुना, 1000 गुना, तपाईँ जुन नम्बर दिनुहोस् त्यति नराम्रो भयो यसको तुलनामा। त्यसैले मैले आफ्नो बच्चालाई या मैले आफू स्वयंले दुध खाने कि आइसक्रिम खाने, क्यालोरीको दृष्टिकोणले, फ्याटको दृष्टिकोणले त यो नेचुरल भयो, यो चाहिँ आर्टिफिसियल भएको कारणले यसले शरीरलाई बढी हानि गर्ने भयो। त्यसैले यो खान पाइयो भन्न खोजेको हो जति मैले यो कुरा बुझेको छु। अब यसको मतलब दुध, दही, घिउ, पनिर, चिज जति पनि खान पाइयो त हो, यो चाहिँ महत्त्वपूर्ण प्रश्न छ। फेरि लिमिट गरेको छ कि यसमा स्याचुरेटेड फ्याट बढी छ। त्यसैले स्याचुरेटेड फ्याट तपाईँ बडीमा 10% अफ टोटल क्यालोरी दिनभरिको हुनुपर्छ। त्यसैले कोही व्यक्ति मासु पनि खायो त्यहाँबाट स्याचुरेटेड फ्याट, अनि यता दुधजन्य कुराहरू पनि खायो त्यहाँबाट स्याचुरेटेड फ्याट, फेरि प्रशोधित खानेकुराहरू खायो, खानै पर्छ आजको दिनमा, दैनिकी त्यस्तै छ, त्यहाँबाट पनि स्याचुरेटेड फ्याट भनेपछि समस्या हुने देखियो। स्याचुरेटेड फ्याट 10% होइन 20%, 30% जान सक्छ। त्यसैले फेरि हामी फर्केर त्यही ठाउँमा आयौँ। हामी प्रशोधित र फास्ट फुडहरू टोटल यदि बन्द गऱ्यौँ भने यताको जुन मिल्क प्रोडक्ट्स भयो यसको मात्रा अलिकति बढी पनि खान पायौँ, यसमा भएको फ्याटहरू नहटाएर पनि खान पायौँ। तर तपाईँ सबै कुरा खानुहुन्छ भने यो रेस्ट्रिक्सन यसमा पनि पहिला जस्तै गर्नै पर्छ। तर कोही शाकाहारी मानिस हुनुहुन्छ, धेरै बाहिरको खानेकुराहरू खानुहुन्न, उहाँहरू दुध मात्रै, दही मात्रै खाँदाखेरि हामी पहिला यो फर्मुला उहाँलाई पनि लगाउँथ्यौँ कि नखानुहोस् दुध, धेरै फ्याट भएको, फ्याट झिकेर खानुहोस्, कम्तीमा यो निर्देशिकाबाट होइन खान सक्नुहुन्छ भन्न पाइयो। तर अर्को फेरि प्र्याक्टिकल कुरा यहाँ विचार गर्नुपर्छ। म दैनिकी धेरैजनाको कोलेस्ट्रोलको रिपोर्ट हेर्ने गर्छु। यस्ता कोलेस्ट्रोलको रिपोर्ट हेर्दाखेरि मैले के सिकेको छु कि यदि कोही व्यक्तिको टिजी र ब्याड कोलेस्ट्रोल बढेको छ र उसले दुधजन्य खानेकुरालाई टोटल रोक्छ भने उसको घट्ने रहेछ। सो यो कुरामा दुई मत मलाई लाग्दैन। दुधले ट्राइग्लिसराइड बढाउने एकदमै क्लोज कनेक्सन छ, ब्याड कोलेस्ट्रोल पनि यसले बढाउँछ, तर सबैको बढाउँदैन, यो कुरा पनि बुझ्न जरुरी छ। यदि तपाईको कोलेस्ट्रोल, ट्राइग्लिसराइड नर्मल छ भने तपाईँ दुध खानुहोस्, दही खानुहोस्, चिज खानुहोस्, पनिर खानुहोस्, कति खानुहोस् म भन्छु, घिउ पनि अलिअलि खानुहोस्, तपाईँ खान सक्नुहुन्छ, दैनिकी खान सक्नुहुन्छ। सकेसम्म 3 पटक खानुहोस् भनेर यो निर्देशिकामा भनेको छ। 1 कप दुध खानुहोस्, 1 कप दही खानुहोस्, त्यसै गरी चिज, पनिर, अलिकति घिउ मिश्रण गरेर पनि खान पाइयो। तर स्मरण रहोस् तपाईको सुगर छ कि छैन, त्यहाँ क्यालोरी घटाउनु पर्छ। त्यसै गरी तपाईको मोटोपनाको स्तर के छ, तौल घटाउन जरुरी छ भने हाई क्यालोरी फुड कम गर्नु पर्यो। त्यसै गरी कोलेस्ट्रोललाई नियन्त्रण गर्न गाह्रो भइरहेछ भने
फेरि यो दुध दही खान पाइयो भनेर यसको डबल मिनिङ चाहिँ नलागोस्। त्यसैले आफ्नो शरीरको अवस्था हेरेर खान चाहिँ पाइन्छ। फाइनल मेसेज के हो भने नेचुरल मिल्क प्रोडक्ट्सहरू सेफर हुन् फ्याटको दृष्टिकोणले पनि, तर मात्रामा धेरै गरियो भने टोटल एमाउन्ट फ्याटको बढी भएर हानिकारक हुन सक्छ भन्ने अर्थ निकाल्न सकिन्छ। धन्यवाद।